हेलो गाइज नमस्ते। आज चाहिँ 23 नोभेम्बरमा होइन टक्क अचानक स्नोफल भयो। हामीहरू चाहिँ बाहिर निस्क्यौँ होइन। बाहिर निस्केर चाहिँ स्नोफल यहाँ टक्क खतरनाक हिसाबले भइरहेछ होइन। यहाँ टक्क हेर्न सक्नुहुन्छ खतरनाक भइरहेको क्या यहाँ है। अनि रातिको चाहिँ 12 बजेको छ डेनमार्कमा होइन। अनि टक्क स्नोफल भएर रमाइरहेको छौँ। वी आर इन्जोइङ अ लट होइन साथी। ल भन अघि हामी दुईजनाको चाहिँ फर्स्ट टाइम है युरोपमा स्नोफल चाहिँ आज Yes. हामीले फर्स्ट टाइम एक्सपिरियन्स गरेको। पढ्दै गर्दाखेरि स्नोफल भएर हामी एकछिन पढाइ सढाइ छोडेर बाहिर आएर एकदम इन्जोय गरिरहेछ, एकदम इन्जोयमेन्ट भइरहेछ। हुन त चिसो पनि लागिरहेछ, त्यही पनि माथि। स्नो चाहिँ एकदम इन्जोय गर्न चाहिँ हेर्न सक्नुहुन्छ है। बिस्तारै थोरै थोरै अहिले चाहिँ अलिक कम भएको छ, तर अघि चाहिँ एकदम ठुलै परेको थियो। अहिले चाहिँ अलिक कम भइरहेछ स्नो चाहिँ, तर एकदमै बाक्लो जमेको छ। 5 मिनट भन्दा कमै परेर पनि यस्तो ठुलो स्नोफल भएको छ।